ट्रेन भित्र छिरिसकेको अवस्था छ तर मान्छेको प्याकको कारणले अघि बढ्नु पाइएन। इन्डियाको आकाशमा उडिरहेको छौँ, लगभग उडेको चाहिँ 40 मिनट भइसक्यो। आनन्दले स्याँ गरिरहेको बजेहरू आएन, बजेले मेरो क्यामेरा ढलाइदियो ला मेरो बजेले क्यामेरा ढलाइदियो। थाहा कि मलाई यस्तो हुन्छ भनेर निन्दाले जुप्पु पारे। अब म त एकछिन यसो गरेर कतार एयरवेजको अब के यहाँ के देखाउनु छ र टोइलेट भिजिट गराउँछु म तपाईँलाई। कतिपयले त देख्नुभयो होला, थाहा होला, कतिपयलाई सबैलाई थाहा नै छ होला आएको मान्छेलाई, तर नआएको मान्छेलाई मलाई पनि फर्स्टमा क्युरियस हुन्थ्यो कस्तो हुन्छ उहाँको टोइलेट, कस्तो हुन्छ, के हुन्छ होइन, त्यो सबै म देखाउनेवाला छु। टोइलेटतिर लाग्यो, प्लेनको हालत यस्तो छ हेर्न सक्नुहुन्छ। टोइलेट जान त धेरै पछाडि जानु पर्यो। यहाँ चाहिँ एक्जिट गेट छ, मान्छेहरू सर यसरी नै बस्नुभयो टक्क लाएर। लास्ट सिट खाली हुन्थ्यो जहिले, तर अहिले लास्ट सिट पनि खाली भएन छ। आएको छ यस्तो हुन्छ। यहाँ रातो भयो भने चाहिँ भित्र जान मिल्दैन है, सानो हुन्छ पित्तुली टोइलेट होइन, ल्याम्प जस्तो। अनि यो ठ्याक्क लाउँदा ठिकै उज्यालो कडा। अनि मैले जहिल्यै यो चोरेर लैजान्छु कि यो टोइलेटमा छर्ने यस्तो बबाल स्मेल आउँछ। यसमै पानी यो खोल्यो भने तातो पानी आउँछ, यो खोल्यो भने चिसो पानी, हात धुने भयो त्यो गाजाको जुक पारेर यहाँ। अनि अर्को मेन एउटा सिस्टम भनेको के भने प्लेनमा चुरोट खानु पाउँदैन होइन, यहाँ स्मोक डिटेक्टर हुन्छ, यहीँले नो स्मोकिङ हालेर, तर खाइहाल्यो भने जताततै नफाल्ने, खाइहाल्यो भने चाहिँ यहाँ राख्ने भनेर चुरोट माने यसरी राख्दैन यहाँ ट्याक्कै।